हात्तीढुङ्गा कटेज है रिमेम्बर गाइस दिस इज हात्तीढुङ्गा सो स्टिल मलाई चाहिँ थाहा छ है यो ठाउँ चाहिँ म एकदमै सानोमा चाहिँ आउने गर्थेँ है दाजु अरू घरहरू थियो नि छैन है एकदमै यहाँ चाहिँ एकदमै मेरो बज्यूहरू आमाहरू बस्नु गर्नुहुन्थ्यो यहाँ चाहिँ एकदम मेरो चाहिँ सानोमा आउँथेँ क्या म यो आउँदाखेरि चाहिँ यहाँ मजा आउँथ्यो क्या यो के भन्छ हात्तीढुङ्गा त्यो गाईधारा होइन गाईधारा कति सब्सक्राइबर छन् हजुर धेरै छैन यो अनि बसहरू चाहिँ प्रशस्त मात्रामा आउँदो रहेछ यो ठाउँमा तर यो ढुङ्गाहरू चाहिँ फालेको रहेछ क्या खुसी लाग्यो होइन देखिरहेछ सानो मान्छेको हो यो सानो मान्छेको रेस्टुरेन्ट हो यो सानो मान्छे नाम के हो मोहित खै त यता हेरेको के नाम मोहित मोहित के त के रे मोहित गइरे गइरे यो चाहिँ एकदम बेस्ट आउँछ हात्तीढुङ्गाको यो रेस्टुरेन्टमा तल के उसो हो दाइ कटेज हो यो के हो बस्नु हो यो सायद यो नाइट स्टेको लागि हुनसक्छ या त काफी कफी भाइको यहाँ हेर्नु सक्छु यहाँ सिसाको भित्रको पनि रहेछ ल सिसामा पनि हुन्छ कस्तो छ दाइ बिजनेस यहाँ ठिकै छ मान्छेहरूको फ्लो राम्रै छ हो झ्याम्म रेस्टुरेन्ट खोल्नु भएको रहेछ कता कता मैले देखाएको थिएँ हात्तीढुङ्गामा रेस्टुरेन्ट खुल्यो भने यही त हो नि है एकदमै फेमस ढुङ्गा हो हाम्रो यो हात्तीढुङ्गा भनेर जमानादेखिको ढुङ्गा स्टिल छ क्या आई लाइक दिस प्लेस साथीहरू यहाँ आइसकेपछि हात्तीढुङ्गाको चुकाउने चाहिँ खानु नभुल्नु है यो चाहिँ आलु र दहीमा मिक्स गरेर बनाएको हुन्छ एकदम स्वादिष्ट हुन्छ फेमस इन पाल्पा एन्ड सङ्घ्य यो धेरै उस भयो क्या धेरै ग्याप पछि फेरि हाल्न लाग्यो त्यही भयो घरलाई के गर्छु रे यो घरलाई के गर्ने रे ए खुट्टामा कुवाकोले खुट्टामा लाग्छ बाबु उता राखेर राख ज्ञानी मान्छेले त्यता राख्छ ल ज्ञानी मान्छे कहाँ राख्छ